नमस्कार, म मेघराज फेरि पनि उपस्थित भइसकेको छु। देशमा चाहिँ गृहमन्त्री रमेश लेखकले चाहिँ एउटा भिडियो सार्वजनिक गर्नुभएको छ, जसमा भनिएको छ मैले कुनै पनि भिजिट भिसामा अनियमितता गरेको भए, आफ्नो जीवनभर अनियमितता गरेको भए प्रमाणित कसैले गरिदिन्छ भनेपछि चाहिँ म राजनीति नै छोडिदिन्छु भनेर चाहिँ टिप्पणी गरेका छन्। जब प्रमाणित भइसकेपछि चाहिँ राजनीति छोड्ने हैन गृहमन्त्रीज्यू, जेल जाने हो। यति कुरा पनि तपाईले राजनीति गरेर बुझ्नु भएन। जब तपाई भ्रष्टाचारमा मुछिनुहुन्छ तब तपाई जेल जाने हो। राजनीति छोडेर तपाईले सुख पाउनु हुँदैन, यो कुरा ध्यान राख्नु होला। र जब कुरा उठिसक्छ, रवि लामिछानेलाई जब कुरा उठेको थियो तपाईले नै सांसदमा चिच्चाई जब प्रश्न उठ्छ राजीनामा दिनुपर्छ भनेको हैन। अब तपाईको माथि पनि राजीनामा जनताले माग्दैछन् र तपाईमा पनि प्रश्न उठ्यो। अब तपाईलाई प्रमाणित गरिदिनु पर्ने कसले गरिदिन्छ? तपाईले एउटा छानबिन समिति पनि बनाउन नदिने भएपछि कसले प्रमाणित गरिदिन्छ? गृहमन्त्रीज्यू रमेश लेखकज्यू यतिका वर्ष राजनीति गरेर आजसम्म आएर तपाईको गृहमन्त्री बन्न बित्तिकै तपाई यति बदनाम भइसक्नु भयो। अझै पनि तपाईले यस्तो धब्बा मजाक गर्नुहुन्छ कि प्रमाणित कसैले गरिदियो भने म राजनीति नै छोडिदिन्छु। राजनीति छोडेर शान्त हुनेवाला छैन र कसैले चित्त बुझाउँदैन। यदि तपाई सच्चे हुनुहुन्छ, तपाईको नाममा कसैले पैसा खाएको छ भनेपछि छानबिन समिति गराएर सबैलाई जेल खोज्नुहोस्। यदि तपाई प्रमाणित भयो भने तपाई पनि जेल जानुहोस् भन्न चाहन्छु। तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला भन्न चाहन्छु। हस्त नमस्ते, जय नेपाल।